छुकछुके रेल यो चाहिँ सिलिगुडीबाट आएको कि दार्जिलिङ गरेर चल्छ यो अहिले घुमबाट फर्क्यो समयलाई पनि पछ्याएर हाम्रो निम्तोलाई स्वीकारेर आजको सभाध्यक्षको आसन धन्यवाद। र अघि हामीले यहाँनिर खरापनको कार्यक्रममा छोडिरहेको थियौँ र म जिबिएलबाट आउनुभएका हाम्रा आदरणीय साथीलाई आजका प्रमुख अतिथि श्री गोकुल सरी माफ गर्नुहोला कृष्णसिंह मोखन सरलाई खरापन गरिदिन म हार्दिक अनुरोध गर्दछु। आजका यस कार्यक्रमलाई सभासदहरू वरिष्ठ कवि श्री टेकध्वज बासाज्यूलाई पनि खरापन गरिदिन अनुरोध गर्दछु। त्यसरी नै जिबिएलओ प्रमुख श्री कवि व्यञ्जन साम्पङज्यूलाई पनि खरापन गरिदिने अनुरोध गर्दछु। त्यसरी नै हामीसित वरिष्ठ सङ्गीतका मणिकमल सर हुनुहुन्छ, सरलाई पनि आएर मञ्चमा आसन ग्रहण गरी सरलाई मञ्चमा आइदिने अनुरोध गर्दछु। हाम्रा वरिष्ठ गीतकार अनि सानाहरूलाई अति नै माया गरेर दोहोऱ्याउने सर दलसिंह सरलाई पनि खरापन साथै सरलाई पनि मञ्चमा आएर आसन ग्रहण गरिदिनु। र खदार्पण क्रमशः खदार्पण गरिदिने हाम्रो दाजुहरू हुनुहुन्छ, उहाँको परिचय म गराउँदै जानेछु पछि। र अहिलेको समयमा आफ्नो स्वागत भाषण राख्नको निम्ति हामी महेश दाहाललाई मञ्चमा गर्दछु। श्री महेश दाहाल। नमस्कार। आज विदुरकाले पौडेलज्यूको बसाइसकेको देशको यस लोकार्पण कार्यक्रममा विशेष गरी जिबिएलओ ग्लोबल भुटानिज लिटरेरी अर्गनाइजेसनको आयोजक र बिजनबारी भेगका सेन्ट रोबर्ट्सका विद्यार्थीहरूलाई लेख्दैछु। म पनि यही सेन्ट रोबर्ट्स नै पढेको विद्यार्थी हुँ। सेन्ट रोबर्ट्सका विद्यार्थीहरू हेर्दा धेरै खुसी लाग्छ। गौरव गरोस् सारा संसारले हामी के उज्यालो बन्नेछौँ भन्ने सेन्ट रोबर्ट्सका विद्यार्थीहरूलाई म एकदम आन्तरिक हृदयबाट साथै अन्य विद्यार्थीगणलाई पनि मनैभित्रबाट यहाँ स्वागत गर्दछु। र विद्यार्थीवर्गले हाम्रा वरिष्ठ साहित्यिक विभूतिहरूलाई चिन्नै पर्छ। र आजका हाम्रा सभाध्यक्ष महोदय जसले साहित्य अकादमी पुरस्कारद्वारा विभूषित भइसक्नुभएका हाम्रा सम्माननीय कृष्णसिंह मोक्तानज्यू, साथै कालो घाम जस्तो कविता लेख्नुहुने, बेजोड कविता लेख्नुहुने, धेरै धेरै कविताहरूका सर्जक आजका प्रमुख अतिथि हाम्रा टेकध्वज बासाज्यू, साथै भुटानबाट आउनुभएका साम्पाङज्यू र म अगाडिपट्टि देख्दैछु वरिष्ठ गीतकार हाम्रा वरिष्ठ कवि गीतकार दलसिंह अकेलाज्यू,
नानीहरूले चिन्छन्। वरिष्ठ गीतकार अनि लब्ध प्रतिष्ठित सङ्गीतकार। लाग्यो परदेश सान कान्छोको बाबु, लाग्यो परदेश सान कान्छोको बाबु, करकापको खापै खापले माथि आएर चियाबारीका किरिङ बाटाहरू हेऱ्यो एकखेप, माथि आएर चियाबारीका किरिङ बाटाहरू हेऱ्यो एकखेप, कता कता ठम्बिने आफ्नो घर तल हेऱ्यो एक फेरा माथि आएर नि, आँखाहरू दगुराएर ओह्रालै आँगनमा सान कान्छोकी आमा र सान कान्छोलाई चहार्यो, चिया बोटहरू छोएर हेऱ्यो निकै बेर, तल चियाबारीमै छोडिराख्यो एक चोक्टा कलेजो सान कान्छोको आमाको नाउँमा, छोडिराख्यो एक जोड भिजेका आँखा ईश्वर भन्दा अझै कलकलाउँदी सानुका भर्खर उम्रेका दाँतहरूको सेतोमा, एक चिरा छाती र एक ठाडो अम्ली बाबु हपार, छोडिराख्यो सान कान्छोको छुकछुक र चकचकको नाउँमा तल चियाबारीमै। घर छोड्ने मलाई बाउले बदमास भनेर एक चिरा छाती र एक ठाडो अम्ली बाबु हपार, छोडिराख्यो सान कान्छोको छुकछुक र चकचकको नाउँमा तल चियाबारीमै। उकालो भरि त्यसको मजाको ह्यान्डराइटिङ र स्कुलको झोला झरी सम्झी बस्यो, कुत्तै फर्किवरी च्याप्पै अठ्याएर मुसार्नु मन लाग्यो त्यसलाई, एक झापट कसेको अस्ति नै याद आएर, त्यसको पहेँलो कातले अनुहार र पिल्छेको कत्ले घुँडा सम्झ्यो, बाटोभरि सानुका निशब्द आँखाको हँसाइलो लोकनाथ छेरी बस्यो, त्यसको हुरुक्कै हुने खोकी सम्झेर बाकस पिसाइवरी जमले हात गर्यो, दिक्कै लागेर रुँदै गरेकी त्यसलाई कोक्रोमै छोडिवरी फुइँकेर हिँड्ने आफ्नो झडङ्गे बेहोरा सम्झेर कुरी मान्यो, पाइलै पिच्छे सान कान्छोकी सिक्युरिटी आमाको टिल्पिल आँखाले तान्यो, सासतिर आउने ज्वरो र उसको दुख्ने ढाड याद आयो, खाना अलिकति अबेर र भने जस्तो नहुँदा आफ्नो चढेको पारा र तातिएको कन्सिरीलाई सान कान्छोकी आमाले स्याहार सुसार र माया बिरतीले सुमरेकी सम्झ्यो, रक्सी घोकेर उसित झगडा गरेको थुप्रै हिजोहरूको थपथपीमा नि रह्यो, सान कान्छोले भनेको खेलौना बस गाडी सान कान्छोकी आमाले नभनेकी साडी चोलो चप्पल, सानुको लागि परिझै देखिने लेस भएको बुट्टेदार दामी जामा कल्पियो बाटोको भिरालो कालो भरि, पुच्छ भलाउँदै आएको पाङ्ग्रेलाई ओह्रालै लखेट्यो, कहिल्यै नगएको र नदेखेको ठाउँ तर ऊ डराएन, चियाबारीसितै बन्द भइसकेको थियो उसको भयभरको भय जति, डर थियो त एक दुईजना हुने खानेहरूको लोभी आँखा र आमा चाहिँको जोबनको, उसको सपमाथि शङ्कै गर्नुहुन्न, पाप लाग्छ, मर्नुभन्दा जिउनु साह्रो हुँदो रहेछ, मर्नुभन्दा जिउनु साह्रो हुँदो रहेछ, मरणभन्दा मिठो तर जीवन हुँदो रहेछ भन्ठानेर लाग्यो परदेश सान कान्छोको बाबु, करकापको खापै खापले। अलिकति पैसा कमाउन सकेदेखि उसले लामो सास फेर्यो र बसभित्र स्वाट्ट बस्यो। एउटा कार्यक्रमहरूमा सुनाइरहेको छु, यहाँहरूले अगाडि पढिसक्नु भएका कविताहरू सुनाएर मैले यहाँहरूलाई दिक्क पनि पारिरहेको होला, मैले यहाँहरूको समय बर्बाद पनि गरिरहेको होला, त्यसको निम्ति क्षमा चाहन्छु। र आज सुनाउन लागिरहेको कविता छ साइबरनेटमा क्लिपिङ्स। यो कविता मैले जातीय कवि अगमसिंह गिरी प्रति समर्पित गरेर लेखेको कविता हो। हामी भारतमा किनाराकृत
भएर बसेको धेरै वर्ष भइसक्यो। यो अनुभव तपाईँ हामी सबैले गरिरहेका छौँ। यस स्थितिमा हामीले दुईवटा आन्दोलनहरू झेलिसकेका छौँ र यसको बीजारोपण साहित्यमा पहिल्यैबाट गर्नुहुने महान कवि हाम्रा जातीय कवि अगमसिंह गिरी हुनुहुन्छ। गाउँछ तट शून्यतामा मृदु मुस्कान गगन झुलियो, लहरा पहरा प्रकृति झुलेको, वैश्यले मग्न उमेर झुमेको। अँधेरी रात त्यो शून्यतामा ए यात्री कहाँ छ पुग्न किन दौडेको। अँधेरी रात त्यो मैलो भएर नै थोत्रो देखिएको, त्यो कोट झुत्रा झुत्रा भएर फाटेको, साथ फेर टालिकन सहज पहिरिएको। दिन दुखी भाग्य टालिएको, श्रीखोक्ता लेपको खिएको भाग्य। चिर अँधेरी त्यो शून्यतामा आत्मनिर्भर खै त डाका चोर, जीवन सङ्गिनी त्यो मोडमा विचित्र काखर। खै त अत्याचार अभिशाप, कुनै बहाना सवारी पाखा, शत्रु बैरी बहाना खेपी चोला उठाएको। दिनभरि साराको रमिता, साराको हाँसो, जब साँझ पर्दछ अनि ऊ बिउजन्छ। हे परमेश्वर, दिनपछि रात नभएको भए कहाँ गई बिसाउँथे, कहाँ जान्थे। रातको गाडा चिसो हिँडेर तताउँछ, जब सूर्य उदाउँछ थकाइ भरिन्छ, न्यानो आउँदछ। जब सबै सुरुवातको थालनीमा जुट्दथे, न्यानो स्पर्शमा आफ्नो निद्र सजाउँथे। कति थकाइले कति भोकले शरीर भारी हुन्थे, त्यसैले लखडाउँथे अल्बलाउँथे। तर दुनियाँ रमिता हाँसो गिल्ला खिली साधन ऊर्जा केवल 2 दिनको। प्रत्येक दिन त्यही पुगी ढल्दथ्यो, त्यही पर अवस्थित एक घर, आलस्य भरिएका अनुहार देखा पर्दथे। आफू छल्लिएर आँखी भुइँ तन्किएको, उहाँका मनका चोट र पीरहरू तपाईँहरूको हृदयभित्र प्रवेश भएर हामी सबैमा ती जम्मै प्लावित भएर विधिवत विमोचन भयो भन्ने म घोषणा गर्दैछु। पाठकहरूलाई पनि सम्झेर म यसको के कुरा भन्न चाहन्छु। पहिलो कुरा, यो कृतिको पछाडि यो जन्मिनुको पछाडि चाहिँ अलिक खराबहरू समावेश भेटाउन नसकिन पनि सक्छ, त्यो अलग कुरा रह्यो। यो किताब चाहिँ हामीले नेक्स्ट भुटानको अवधारणामा हामीले यतिखेर अघि बढेका छौँ। स्वीकारित सिद्धान्तलाई पनि हामी यतिखेर बहस गरिरहेको अवस्था हो र हामी देशान्तर भएर नेक्स्ट भुटानको अवधारणामा हामी अघि बढेछौँ। नेक्स्ट भुटान चाहिँ एउटा भर्चुअल फर्मको ल्यान्ड हो। यो चाहिँ तपाईँको माटो बिनाको पनि देश हुनसक्छ भनेर हामीले बहस गरेछौँ अहिले। त्यही कुरालाई प्रतिनिधित्व गर्ने निम्ति यो ठुलो प्रकाशित पुस्तक हो। यो आज हामी विश्वको कुनै पनि कुरामा रहेर हामी भुटान सम्झिन्छौँ। त्यहाँबाट हामी भुटानको संस्कार संस्कृति र भुटानमा हामीले हाम्रो भनौँ न इतिहास छ भन्ने कुरालाई हामी झल्काउन निम्ति हामी अनेकौँ दृष्टिकोणबाट अनेकौँ कोणहरूबाट हामी अगाडि बढिरहेका हुन्छौँ। र अहिले चाहिँ अब मलाई एउटा याद आइरहन्छ,
सृजनात्मक अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान भनेर हामीले एउटा कार्यक्रम बृहत कार्यक्रम गरेको थियौँ खुल्ला गर्ने शिविर क्याम्पमा। त्यसमा आदरणीय दाजु विमल राईले एउटा कुरा भन्नुभएको थियो, सफ्टवेयरको युद्ध तपाईँहरूले गर्नुपर्छ, सफ्टवेयर मार्फत जानुपर्छ, वेपन लिएर होइन, विचारलाई सफ्टवेयर लिएर तपाईँले अगाडि बढ्नुपर्छ। वास्तवमा त्यही कुरालाई पनि हामीले यहाँसम्म आउनुको अनुसरणीय अनुदान हामीले गरेको हो। क्षितिजलाई अबको समय केही आफ्नो मन्तव्य प्रस्तुत गरिदिन अनुरोध गर्दछु। श्री मणिकमल छेत्री। आजका यस विमोचन कार्यक्रमका सभाध्यक्ष महोदय श्री टेकुदर जिम्बाजु अनि आजका प्रमुख अतिथि श्रद्धेय श्री कृष्णसिंह मोक्तानज्यू अनि हुँदैन, जाति हुँदैन, सृजनाको कुनै देशै हुँदैन। आज विदुर भाइ मैले आजभन्दा 1.5 वर्ष अगाडि देखेको, तर आज दुःखको साथ भन्नुपर्छ उहाँ यहाँ उपस्थित हुनुहुन्न, किनभने उहाँ भुटानबाट शरणार्थी भएर नेपाल पसेपछि फेरि नेपालबाट तेस्रो देश उहाँ गइसक्नु भएको छ। तर उहाँको इच्छा दार्जिलिङमा होस् मेरो किताबको विमोचन भन्ने उहाँको एउटा जुन इच्छा थियो, त्यो इच्छा पुरा गर्ने हाम्रो कोसिस हो। उहाँ टाढै भयो भने उहाँले फिल गरेर बसिरहनु भएको छ। उहाँले मेरो किताब चाहिँ दार्जिलिङमा विमोचन हुँदैछ आज भन्ने उहाँलाई याद छ, उहाँलाई बडा खुसी लागेको होला। र त्यो जुन हामीले यहाँ बसेर पनि उहाँलाई त्यो सुख जुन खुसी दिन सक्छौँ, त्यस्तै हामीले पनि यहाँ बसेर उताकालाई खुसी र सुख दिन सकौँ भन्ने मलाई लाग्छ। र म धेरै कुरा बोल्न चाहन्न। म बोल्न नसक्नेहरू, ठाडो शिर हेर्न डराउनेहरू, निर्दोष बोल्न नसक्नेहरू, ठाडो शिर हेर्न डराउनेहरू निरङ्कुशताको दास भएर बोकिरहेका थिए सतीदेवीको लास। बिचरा कसले के भन्न सक्यो बस्ती जलेको रात। अन्धकारमय रात बलिरहेथ्यो, पाटी र पौवा ढलिरहेथ्यो। अन्धकारमय रात त्यसैले नाच्दै आफै चनाको बन्नुहोस्, संसार तपाईँ जस्तै इमान्दार हुँदैन। त्यसो भाइ चुराको झन्कार हातलाई सुहाउँछ, चुराको झन्कार हातलाई सुहाउँछ, बतासको स्पर्श पातलाई सुहाउँछ। अबुझ मूर्ख गति छाडा मान्छे होइन, त्यो त पशुको जमातलाई सुहाउँछ। चौथो लास्ट एउटा रुवाई सुनाउँछु, एउटा कविता पाठक। खबर यहाँ खास छ हजुरको लागि, खबर यहाँ खास छ हजुरको लागि, जताततै मधुमास छ हजुरको लागि। आउनुहोस् मोदय मन परी गरेर जानुहोस्, ईश्वर पनि दास छ हजुरको लागि। धन्यवाद। म एउटा कविता पाठ गर्छु, बिचमा बिग्रियो भने हामीले क्षमा गरिदिनुहुन्छ भन्ने आशा गर्छु। कविताको शीर्षक छाल। मनको बाटो भएर यादहरू उकालो चढ्ने क्रम। आज विशेष गरिकन भाइहरूको आदरको निम्ति अनि नानीहरूलाई यो अन्तर्क्रिया गर्नको निम्ति केवलजीले साह्रै सशक्त ढङ्गले आफ्नो कविता जो वाचन गर्नुभयो, ती कविताहरू हृदयभरि भरेर यी नानीहरूले लगेका छन्। यसमा दुई मत छँदै छैन। मिलनजीले कविता पाठ गरेका, भाइहरूले जसले पनि कविता, दाजुहरूले कविता पाठ जे गर्नुभयो, यी कविताहरूले भाइहरू भरेका छन्, हामी भरेका छौँ र यहाँहरूलाई म धन्यवाद दिन्छु। उपरान्त केही पनि छैन। भाषण
दिँदाखेरि धेरै गल्ती पनि भइसकेको छ। स्पिकर पाएर अगाडिपट्टि बोल्दाखेरि हामी आफ्नो कुरा मात्रै राख्छौँ, तर सेयरिङ हुँदैन। हामी बरु एकअर्कामा सेयरिङ गरौँ, भाषण कम्ती गरौँ भन्ने पनि लाग्छ। र मैले 2 शब्द भन्दा होसियार यी झरेका पातहरूदेखि, यी पातहरू कुरा ठिलो सहितमा बटुलिन सक्छ। होसियार यी झरेका पातहरूबाट डढेलो लाग्न सक्छ। होसियार झरेका पातहरूदेखि। धन्यवाद। गाडी मात्रै देख्दैछ। होइन हुन्छ त्यसको लागि बिस्तारै